हालेलुया। प्रभुको महिमा भएको होस् सबै विश्वासी मण्डली मित्रहरूमा। अनि आजको असल शुक्रबार फेरि पनि यहाँहरू सबैजनालाई पवित्र परमेश्वर जिउँदो जीवित दयालु आशिष अनुग्रहकारी पिता पुत्र पवित्र आत्मा एक प्रभु यीशु ख्रीष्टको नाउँमा जय मसीह। मण्डली विश्वासी मित्रहरू, आशिषको शुक्रबारको प्रार्थना लिएर आएका छौँ। आज तपाईँ आशिषले भरिनुहोस्, तपाईँको परिवारमा आशिष, शान्तिको आशिष प्रार्थना, पवित्र प्रभुको आशिष आज जसरी चाहिँ परमेश्वरले तपाईँको परिवारलाई सहायता गर्नुभएको छ हामीलाई थाहा छ। अनि सबैजना निराशा नहुनुहोस्, उत्साहित हुनुहोस्। प्रार्थनामा समय दिने बानी हामीमा छ। हामी परमेश्वरलाई प्रार्थनामा एकदमै हृदयबाट आशिष अनि उहाँले हामीलाई त्यो पुकारा सुन्नु भएको छ र उहाँले त्यो वैभवहरू खोलिदिनु भएको छ। हामीले कति कुराहरू प्रभुसँग मागेका कुराहरू पुरा हुँदैनन् भनेर निराश हुन्छौँ। आज निराश हुनु पर्दैन। तपाईँ निराश नहुनुहोस्। तपाईँको परिवारमा जस्तो सुकै कष्ट आउला, प्रभुलाई तपाईँले सम्हाल्ने आशिषको मार्गदर्शनको रूपमा पाउनु भएको छ। प्रभु यीशु ख्रीष्ट संसारमा पाप अधर्म होइन, उहाँ चाहिँ आशिष दिन पनि आउनु भएको। पाप र अधर्म मेटाउन मात्रै होइन, उहाँ पाप र अधर्मबाट छुटकारा दिएर मानिसहरूलाई ज्योतिमा डोर्याउनलाई आउनु भएको हो। मित्रहरू, हामी परमेश्वरलाई अति आदर्शको परमेश्वरको रूपमा विश्वास गर्नुपर्छ सबैभन्दा पहिला। हालेलुया। है मण्डली विश्वासी मित्रहरू, हजुरहरू कहाँ हुनुहुन्छ, कुन देश कुन जिल्लाबाट यो प्रार्थना सुनिराख्नु भएको छ, कृपया तपाईँहरूको पनि कुनै प्रार्थना आशिषहरू छन्, प्रार्थना विषयहरू छन् भने हामीलाई भिडियोको डिस्क्रिप्सनमा लेखिएको नम्बरमा सिधा वाट्सएपमा आफ्नो प्रार्थना आशिषहरू लेखेर पठाउनुहोला र प्रार्थना विषयहरू पनि लेखेर पठाउनुहोला। हामी निरन्तर प्रार्थना गर्नेछौँ। हालेलुया। परमेश्वरले तपाईँलाई प्रेम होइन, बल होइन, जीवनको सासै दिनुभयो भने आशिष आउनलाई धेरै ठुलो कुरा होइन। परमेश्वरको आशिष प्राप्त गर्नलाई धेरै ठुलो कुरा होइन। केवल परमेश्वरको भय मान्नु सबैभन्दा उचित कुरा हो। यशायाको पुस्तकले भन्दछ, तिमीहरूले मेरा आज्ञाहरू मान्यौ र मेरा वचनहरू पालना गर्यौ भने तिमीहरूको पिठो मुस्ने आरीमा, डालामा, ढक्यामा समेत म प्रशस्त आशिष दिनेछु भन्नुभएको छ। हालेलुया। आज तपाईँको घरमा पिठो मुस्ने आरीमा समेत परमेश्वरले आशिष दिन चाहनुभएको, तपाईँको बालीनालीमा परमेश्वरले आशिष दिन चाहनुभएको छ। आज वचनले यस्तो मिठो कुरा भनेको छ, अनन्तसम्म विश्वासी हो भन्नुभएको छ। हालेलुया। यहाँ मित्रहरूले च्यानललाई सब्सक्राइब गर्नु अनि मनमा लागेको प्रतिक्रिया कमेन्ट बक्समा लेखिदिनु होला। हामी कमेन्टलाई पनि मध्यनजर गर्नेछौँ। हालेलुया। अनि हामी चाहिँ मूर्ति पूजा गर्नु हुँदैन, परमेश्वरमा निरन्तर विश्वासका साथ घुँडा टेक्नु पर्दछ। हालेलुया। होली स्पिरिट सीखा रिबा मारकब इखा रबल स्यान्दा रबल एरे लेबे। यस गॉड, ग्लोरी माय लॉर्ड जीसस। हालेलुया। 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 जीसस, थैंक यू माय लॉर्ड जीसस। जीसस, जीसस। हालेलुया। 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 होली स्पिरिट पवित्र 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 आत्मा, तपाईँ परमेश्वरलाई धन्यवाद चढाउँदछौँ। होली स्पिरिट इन द नेम अफ जीसस क्राइस्ट सीखा रिबा मारा खबा इखा रबला सान्दा रबला एरे लेटे। होली स्पिरिट पवित्र 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 आत्मा प्रभुजी यो शुक्रबार आशिषले भरिदिनुहोस्।
प्रभुजी यो शुक्रबारको आशिष प्रार्थनामा तपाईँले सहायता गर्नुहोस्। प्रभुजी यो शुक्रबारको आशिषको प्रार्थनामा तपाईँले हामीलाई सहायता गर्नुहोस्। हे होरापा परमेश्वर, ब्लेसिङ ग्लोरी माई लर्ड जीसस। हे परमेश्वर, हे पवित्र आत्मा, हे जिउँदो महिमाको परमेश्वर, तपाईँको नाउँलाई प्रभु हामीले धन्यवाद पाउँदछौँ, कारण तपाईँले आशिष दिनुहोस्। प्रभुजी आज यो प्रार्थना जतिले सुन्नु भएको छ, हे सर्वोच्चका परमेश्वर पवित्र आत्मा, म हृदयको अनन्त स्मरणबाट यही प्रार्थना आशिष माग्दछु। हे परमेश्वर, आज यिनलाई तपाईँ परमेश्वरले आशिषले भरिदिनुहोस्। प्रभुजी आज यिनलाई परमेश्वर यिनको परिवारमा आशिषले भरिदिनुहोस्। Holy Spirit, सीखा रिबा मरा कबाई का रबला बसांदा रबला केर लेबी। प्रभु जी इनको परिवार में आशीष को झरी आई जा इन द नेम ऑफ जीसस। प्रभु जी इनको परिवार में आशीष को झरी दिन हो से परमेश्वर। हे प्रभु जी इनको काम में आशीष से भरी दिनोस प्रभु जी। हे परमेश्वर इनको रोग निको होने आशीष दिनोस प्रभु जी। हे प्रभु जी शैतान बाट टाढा बस्ने आशीष दिनोस प्रभु जी। होली स्पिरिट इन द नेम ऑफ जीसस क्राइस्ट। महिमा को परमेश्वर ये हो रहा तपाईं आगो पठाउनुहोस् प्रभु जी, पवित्र आत्मा को आशीष। हालेलुया जीसस 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 जीसस। सीखा रिबा 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 रिबा। Holy Spirit, Holy Spirit, Holy Spirit, Holy Spirit, Holy Spirit, Holy Spirit. Sabalaba, 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 sabalaba. Sikha riba 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 riba. Sabalaba, 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 sabalaba. ये हो रहा आपका परमेश्वर। यीशु को नाम में, यीशु को नाम में इलाज दे परमेश्वर। यीशु को नाम में इनको परिवार में आशीष दिनुहोस् परमेश्वर। यीशु को नाम में जेलबाट छुटकारा हुने आशीष दिनुहोस् परमेश्वर। यीशु को नाम में प्रभु जी ती मुक्तिहरू छुटकारा दिनुहोस् परमेश्वर। यीशु को नाम में ऋण कर्जहरूबाट छुटकाराको आशीष दिनुहोस्। यो हो रहा परमेश्वर। यीशु को नाम में तनावबाट स्वतन्त्र हुने छुटकारा दिनुहोस्। यो हो रहा परमेश्वर। यीशु को नाम में शरीरका सबै रोगहरू निको हुने आशीष दिनुहोस्। हो रहा परमेश्वर। हे प्रभु जी तपाईलाई धन्यवाद 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 धन्यवाद। Blessing glory my Lord Jesus Christ. Holy Spirit सीखा रिबा 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 रिबा। सबलबा 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 सबलबा। ओ प्रभु जी म तपाईलाई धन्यवाद चढाउँदछु। महिमाको परमेश्वर धन्यवाद छ प्रभु जी। इनलाई आवश्यकता अनुसारको, इनलाई कुन चीजको खाँचो छ, कुन चीजको आवश्यकता छ, हो रहा परमेश्वर। इनलाई जुन चीजको आवश्यकता छ प्रभु जी, त्यो तपाईको आशीषद्वारा पूरा होस्। हे परमेश्वर, मानिसको जीवनमा अनेक कुराको आवश्यकता छ, मानिसको जीवनमा अनेक कुराको समस्या छ प्रभु जी। त्यो समस्या तपाईँ परमेश्वरले थाहा पाउनु भएको छ। इन द नेम अफ जीसस। पवित्र आत्मा परम परमेश्वरको म तपाईलाई धन्यवाद चढाउँदछु। यो बिहानी, यो साँझ, यो रात, यो दिन, यो मध्याह्न, यो अपराह्न, हर समय तपाईकै महिमा होस्। परमेश्वर पवित्र आत्मा प्रभु जी तपाईँ हुनुहुन्छ। शान्ति र आशा तपाईँ परमेश्वरबाट छ। प्रभु तपाईले सहायता गर्नुहोस्। इन द नेम अफ जीसस क्राइस्ट। होली स्पिरिट फायर 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 फायर। यस 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 यस। इन द नेम अफ जीसस।